दर्शकवृन्द है तपाईँहरूले चाहिँ हेर्नु सक्नुहुन्छ यो चाहिँ कहाँको घटना भन्नुहुन्छ भने है यो भक्तपुर ठ्याक्कै हजुरको सल्लाह हेरेर चुनदेवीको अगाडि है उहाँ चाहिँ अब त्यो गाडीमा चाहिँ इँटाको लोड रहेछ र चालकहरूले अलिकति लापरवाही गरेर पनि हेर्नु त्यहाँ इँटा पनि त्यत्तिकै गरेछ इमर्जेन्सी ब्रेक हान्दा चाहिँ पल्टेर चाहिँ ड्राइभर सिटपट्टि नै ढल्केको छ गाडी है हेर्नु सक्नुहुन्छ हजुरले राम्रोसँग यस्तो लापरवाही नगरिदिनु होला है यहाँनिर बाइक गाडीहरू यताउता हिँडिरहेको भएको भएदेखि कति मान्छे मर्नु नै सक्थ्यो होला धर्नु खाली बाटोमा खाली सुनसान भएर चाहिँ यो एउटा गाडी मात्रै पल्ट्यो खासै क्षति केही भएन ड्राइभरलाई पनि केही भएन सबभन्दा ठुलो कुरा त यो हो र सबैजनाले चाहिँ होइन गाडी चलाउँदाखेरि लापरवाही नगरिदिनु होला है सबैजनाले चाहिँ अलिकति प्रायः जस्तोले पुरा फोनमा बोल्दै अनि गाडी चलाउने गर्छ त्यस्तो चाहिँ नगरिदिनु होला है कसैको ज्यान पनि जानुसक्छ यस्तो गर्दा चाहिँ हजुरहरू होइन चालकहरू बुझ्नु पर्छ